फलेछन् फेरि ओचलमा चाहिँ यति दामी खुर्छ नि के यस्तो फलेछन् हाम्रा ओ माई गॉड खानु त सकिन्न बासी त किन खानु त्यस्तो नाश भयो हेर्नुहोस् गाइज हाम्रो बडी यत्र सेमी यति लाभा भएन कि कुरै नगर्नुहोस् यस्तो दामी खुर्सानी चाहिँ काँड चाहिँ खाम जस्तो अनि यहाँनिर काँक्राका झाल लगाएछन् हाम्रो घरमा अर्को भड्कन फल्दैछन् एक भड्कन भ्याइएर खाएर नि सक्यो ए कबलीका झालहरू देख्न सक्नुहुन्छ गाइज तल बाटो रहेको छ सानो सानो हाम्रो कृषि घर खानालाई ट्याक्क पुग्छ बजारमा केही जात किन्न पर्दैन गाइज है यस्तो घरमै उब्जाउने मान्छे एकदम जाँगरिला भएपछि यस्तै हो गाइज म मात्र न अल्छी अरू त उधुम मचका हान्दैन छन् जी ए अन्त काँक्रा ए भगवान् देख्न सक्नुहुन्छ यी काँक्रा लौ हेर अझै भएन भनेर माथि अमिलाको अझै भएन भनेर बखडा पनि छन् लौ हेर बिकासी ए भगवान् अब तरकारी पकाउने कार्यक्रम चल्छ हाम्रो तनिहरूको खुर्सानी यत्रो भएछ ल यो सेतो के भन्न यसलाई गाई तर यो सेतो चाहिँ किराले खान्छ अन्त खरेन्ट छर्केको अर्ग्यानिक एकदम दाउराबाट निस्किएको खरानी ग्याङ भन्छन् खरानी ग्याङ जस्तो ल गाई देख्न सक्नुहुन्छ यहाँ एउटा चरो कराइरहेको छ चिपु गरेर सट्ट यहाँ आँप टक्क काटेर रेडी छ भैँसीको लागि यो आँप सट्ट ढालिसक्यो फाइनली यहाँ हाम्रो बडी काट्ने बडी भाँच्ने कार्यक्रम चलिरहेको छ यो नि यही छ फेरि यहाँ एस्क लाइट यो चाहिँ मैले बनाएको बाँसको अनि माथि सोलरको पातो बिग्रिएको सोलरको स्क्रैप भएको 25 वर्ष अगाडिको सोलरको पातो हालेर ट्याक्क मेरो दिमागमा यस्तो आएर बनाएको हो देख्न सक्नुहुन्छ यो गोलो गोलो के हो फेरि छेपारो जस्तो तरकारी हो गाइज